नेपालको इतिहासमा पहिलो पटक एक नेपाली एमएमए फाइटर खेलाडी यूएफसी को उपाधिको नजिकमा पुगेको छ। हो त्यो नाम हो बजाङको बाघ, नेपालको शान रविन्द्र ढाड। मकाउको रिङमा रोड टु यूएफसीमा फिलिपिन्सको खतरनाक खेलाडीलाई रविन्द्र ढाडको पञ्चले ढालेर अहिले रविन्द्र ढाड सेमी फाइनल पुग्न सफल भएको छन् भने यो केवल एउटा जित मात्र होइन, यो नेपालको एउटा शान, नेपालको गौरव हो। किनभने यूएफसी जस्तो विश्वकै ठुलो प्लेटफर्ममा नेपालको झण्डा फहराउने सपना आज नेपालीहरूको लागि वास्तविकतामा परिणत भएको छ। अब नेपालीहरूले गर्नुपर्ने काम भनेको के छ भने यो भिडियोलाई संसारभर रहेको नेपालीहरूमा पुर्याउँ, किनकि अहिले रविन्द्र ढाड अहिले यूएफसीको उपाधिको नजिकमा पुगेको छ, अथवा नेपाल नै अहिले उपाधिको नजिकमा पुगेको छ। किनकि तपाईँको एक सेयरले नै रविन्द्र ढाडको हौसला अझ बढ्न सक्छ। त्यसैले लेट्स सपोर्ट नेपाल यूएफसी ड्रिम। एभ्रिवान सबैले सेयर गरौँ है। नेपालको